हामी चाहिँ सैलुङ जानलाई हिँड्दैछौँ 1 घन्टा लाग्छ अरे हिँडेर जान ओ माई गड सक्दैनौँ होला हामी त फर्केर आउँछौँ मेरो त यहीँ खुट्टा दुखिसक्यो स्यास्या भइसक्यो हिँड्ने बानी पनि छैन वेदर एकदम चिसो रिफ्रेसमेन्ट फ्रेस छ हाम्रो हाइकिङ पार्टनरहरू यस्ता छन् नि गाइस यस्तोसँग हामी आएको छौँ अघि गाडीमा चाहिँ केही पनि बनाइन मैले बिचको ट्राभलहरू ओ माई गड भर्याङ ऊ कहाँ परसम्म भर्याङ छ अब हेरौँ कतिसम्म जान सक्छौँ हामी त्यो मिनी भर्जन र लार्ज भर्जन चाहिँ त्यहाँ हुनुहुन्छ आउँदै हुनुहुन्छ कुहिरो लागेको छ है गाई हाम्रा जिन्दगीको गोरेटोमा मेरो र मेरो दिदीको उहाँ स्वामी यसो फोटो खिचौँ यसो लङ टुर आछ बुढाबुढी रमाइलो गरौँ फट्ट हिँडेको छ न पछाडि फर्केर हेरेको छ कस्तो चेन्ज गरिदिउँ दिदी बुढा जेसुकै होस् भन् त चेन्ज गरिदिउँ देख्न चाहिँ केही पनि देखेको छैन कि गाई सबै घुस्सु र कुहिरोले यता मेरो जिजु चाहिँ मस्त देखिनु भएको छ खै यता हेर्नु त स्वामी यहाँ हेर छोरा यहाँ हेर मेरो दिदी मेरो प्यारी हेर्नु है दारे चटपटी खाइदिनु हर्स हेर्नु है गाइजहरू हर्स ए यो हर्ससँग हर्स चढेर गएको चाहिँ कति लिनुहुन्छ ए वाउ अनि कहाँ घोडाले बाटो देखाउँछ त के खाएको रेन्सी हो तिमीले के खाएको के खानुभएको चपाती मिठो रहेछ